साथीहरू, लोकसेवा सहयोगी च्यानलमा तपाईँलाई स्वागत छ। आजको यो भिडियोमा हामीले सैद्धान्तिक व्यवस्थापन सम्बन्धी पढ्छौँ, जुन नेपाल टेलिकम र अन्य खरिदार सभामा पनि यो च्याप्टर रहेको छ। यो च्याप्टरमा जम्मा 6वटा च्याप्टरहरू रहेका छन्, जसमध्ये आज हामीले 3.1 यानि कि एउटा च्याप्टर पढ्छौँ। अरू च्याप्टरको भिडियो म नेक्स्ट भिडियोमा ल्याउने छु। आज यो च्याप्टर पढ्छौँ। ल, सबभन्दा पहिला यो गरौँ। सैद्धान्तिक व्यवस्थापन अन्तर्गत पहिलो च्याप्टर सैद्धान्तिक प्रशासन हो। जसरी कि मैले भनेको छु, कुनै पनि प्रश्नको उत्तर लेख्दाखेरि हामीले सबभन्दा पहिला त्यसको परिचय लेख्नु र सबभन्दा पहिला टिप्पणी, त्यो माथिको स्लोगन लेख्ने, त्यसपछि बल्ल हामीले परिचय सुरु गर्ने। सैद्धान्तिक उद्देश्य प्राप्तिका लागि सञ्चालित प्रशासन सार्वजनिक प्रशासन हो। साथीहरू, यो भइहाल्यो यसको टिप्पणी। त्यसपछि सामान्य अर्थमा सैद्धान्तिक प्रशासन भन्नाले सरकारद्वारा गर्ने सम्पूर्ण क्रियाकलापको समष्टि रूपलाई सैद्धान्तिक प्रशासन भनिन्छ। यो राज्य सरकार र सार्वभौम सत्तासँग सम्बन्धित हुन्छ। यो निरपेक्ष हुँदैन, यो सापेक्षमा गतिशील हुन्छ। यसका लागि राज्यका राजनीति र प्रशासनिक संरचना हुने गर्दछ। योहरू यति मैले परिभाषा लेखेको छु। साथीहरू, तपाईँहरू अरू यहाँ हेर्नुहोला। तर यो सब याद गर्नुपर्छ भनेर जरुरी छैन। हामीले 3-4वटा मात्र याद गर्ने। यो म आफ्नो लागि मैले याद लेखेको छु। तपाईँहरू पनि लेख्नुहोला। यो पनि त्यही हो, सैद्धान्तिक प्रशासन यहाँ मैले लेखेको छु तल। यो पनि र माथिको त्यो दुवै सेम हो। मैले 2वटा लेखेको थिएँ, त्यही भएर म त्यो पनि नोट तल ल्याइदिएको छु। तपाईँहरूलाई जुन सहज लाग्छ त्योहरू याद गर्नुहोला। र यति याद गरेपछि हामीलाई यो पनि फाइदा हुन्छ कि एउटा बिर्सेपछि अर्को लेख्न पाइन्छ र हामीलाई जब निष्कर्षमा केही आउँदैन नि, अनि यो निष्कर्षमा यो लेख्दा पनि भइहाल्छ। कुनै पनि जस्तै सैद्धान्तिक प्रशासनको क्वेसन सोधे, हामीले सब क्वेसनको एन्सर दिइहालेर निष्कर्ष पनि त लेख्नुपर्छ नि इक्जाममा। त निष्कर्ष आउँदैन भने हामीले यो परिचयको एउटा त्यो दिइहालेपछि, यो लेखिहालेपछि त्यो निष्कर्ष पुरा भइहाल्छ। निष्कर्षमा कुनै राम्रो लेख्नुपर्छ भन्ने छैन, एउटा परिभाषा लेख्दा नि भइहाल्छ। साथीहरू, त्यस्तै हेर्नुहोला, योहरू पनि सब यसको परिचय नै हो, परिभाषा नै हो। यतिबाट कुनै लेख्दा हामीले 3-4वटा लेख्ने परीक्षामा सोधेपछि। त्यसपछि हामीले सैद्धान्तिक प्रशासनको उद्देश्य पढ्छौँ। उद्देश्य महत्त्व भनेको एउटै हो, त्यही पढ्छौँ। सेवालाई शीघ्र, सरल र सुलभ रूपमा जनता समक्ष पुर्याउनु, राष्ट्र र राज्य निर्माण गर्नु, सामाजिक न्याय र समानता कायम गर्नु। त्यसपछि हुन्छ जनताको आवश्यकता पुरा गर्नु पनि हुन्छ। यसलाई नै हामीले 2वटा पनि बनाउन सक्छौँ। जनताको आवश्यकता पुरा गर्नु, जनतालाई खुसी र सुखी तुल्याउनु। अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय पहिचान कायम गर्नु, मुलुकले गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गर्न सघाउनु, सुशासन कायम गर्नु, राष्ट्र निर्माण गर्नु। योहरू भइहाल्यो सैद्धान्तिक प्रशासनको परिचय र महत्त्व भनेको एउटै हो। हामीले अस्तिकै भिडियोमा मैले भनिदिएको थियो, परिचय, महत्त्व, फाइदा, औचित्यता, सान्दर्भिकता, आवश्यकता सब भनेको एउटै हो। बस हामीले क्रियापदमा अलि डिफ्रेन्ट गर्नुपर्छ। त्यस्तै साथीहरू, यहाँ सैद्धान्तिक प्रशासनको कार्यक्षेत्र पनि सोध्ने गर्छ। यो धेरै इम्पोर्टेन्ट हो, यो पनि सोध्ने गर्छ। जस्तै यहाँ 5 मार्कमा सोध्छ सैद्धान्तिक प्रशासनको कार्यक्षेत्र। त हामीले सबभन्दा पहिला आधारभूत कार्यक्षेत्र लेख्ने। आधारभूत कार्यक्षेत्रमा जनताको शान्ति सुरक्षाको प्रत्याभूति, मुलुकको रक्षा र शान्ति सुरक्षा व्यवस्थापन भइहाल्छ। त्यस्तै सामाजिक कार्यक्षेत्रमा शिक्षा, स्वास्थ्य जस्ता सेवाहरूको प्रवाह, सामाजिक न्याय र समानता कायम, सामाजिक सुरक्षा। 3वटा भइहाल्यो। अरू आउँछ भने तपाईँहरू अरू यसमा थप पनि गर्न सक्नुहुन्छ, तर मैले यतिकै लेखेको थिएँ, यतिकै नोट बनाएको छु। तपाईँहरू अरू पनि लेख्न सक्नुहुन्छ। 3 नम्बरमा आर्थिक कार्यक्षेत्रमा राजस्व सङ्कलन, बजेट व्यवस्थापन, लेखा र लेखा परीक्षण, वैदेशिक सहायता र ऋण परिचालन गरेर जम्मा 4वटा मैले सामाजिक प्रशासनको आर्थिक कार्यक्षेत्रमा लेखेको छु। त्यस्तै व्यवस्थापकीय कार्यक्षेत्रमा यो भइहाल्छ पोस्ट कार्ड हैन। पोस्ट कर्भ यो फर्मुला हो, POSTCORB हैन। P मतलब भइहाल्छ प्लानिङ, O अर्गनाइजिङ, S स्टाफिङ, D डाइरेक्टिङ, C मतलब कन्ट्रोलिङ, CO मतलब भइहाल्छ कन्ट्रोलिङ, R मतलब रिपोर्टिङ र B मतलब बजेटिङ भइहाल्छ। यो सैद्धान्तिक प्रशासनको व्यवस्थापकीय कार्यक्षेत्र अन्तर्गत यो पोस्ट कर्भ परिहाल्छ। त्यस्तै न्यायिक कार्यक्षेत्र अन्तर्गत स्वतन्त्र, सक्ष एवं निष्पक्ष न्याय प्रणालीको स्थापना, मौलिक हकको संरक्षण र प्रत्याभूति गरी जम्मा 2वटा मैले लेखेको छु न्यायिक कार्यक्षेत्र अन्तर्गत। तपाईँहरूले यसमा अलि बढी पनि लेख्न सक्नुहुन्छ साथीहरू। जस्तै कि अहिले नयाँ बुक आएको छ मार्केटमा, त्यहाँ पनि अरू पनि दिएको होला, तर मेरो बुकमा यतिकै र मेरो सर र म अरू अनुसन्धान गरेर आफै पनि लेखेको छु, जुन ठिक छ। तपाईँहरूले यो लेख्दा पनि भइहाल्छ।
जस्तै कि मैले संवैधानिक प्रशासनको परिचय पनि दिइहाल्यो, उद्देश्य र कार्यक्षेत्र पनि लेखिहालेँ। साथीहरू यसमा त्यो पनि सोध्ने गर्छ कि संवैधानिक प्रशासनका कामहरू पनि बुकमा होला, त्यो आफैले लेख्नु होला। मैले यसमा समावेश गरेको छैन, म कपीमा लेखेको थिइनँ, तर मैले याद गरेको थियो संवैधानिक प्रशासनको कार्यहरू र कार्यक्षेत्र फेरि अर्को भइहाल्छ। बुकमा 2 वटा दिएको थियो, त्यसैले मैले 2टै याद गरेको थिएँ। तपाईहरू पनि गर्नुहोला। कार्यक्षेत्र र कार्यहरू भनेको 2 वटा हो। कार्यहरूमा अर्को परिहाल्छ र कार्यक्षेत्रमा उसको क्षेत्रहरू भइहाल्छ। धार्मिक क्षेत्र भइहाल्छ, सामाजिक, आर्थिक, व्यवस्थापकीय र तल न्याय गरेर जम्मा 5 वटा कार्यक्षेत्र भइहाल्छ र कार्यहरूमा अर्को हुन्छ। त्यस्तै साथीहरू संवैधानिक प्रशासनका विशेषता पनि सोध्ने गर्छ। मैले लास्टमा लेखेको छु, अलि राइटिङ त बुझ्नु। प्रशासनका विशेषताहरू: व्यवस्थित समूह क्रियाकलाप हो। संवैधानिक प्रशासन व्यवस्थित समूह क्रियाकलाप हो, बहुउद्देश्यमूलक हुन्छ। संवैधानिक प्रशासनको एउटा मात्र उद्देश्य नभएर बहुउद्देश्यमूलक हुन्छ। निरन्तर चल्ने प्रक्रिया हो। जसरी हामीलाई थाहा छ संवैधानिक प्रशासन जस्तोसुकै परिस्थिति पनि चलिरहन्छ, त्यही भएर उसको विशेषता निरन्तर चल्ने प्रक्रिया हो। अधिकारको एक प्रणाली हो। सरकार र जनता बिचमा पुलको काम गर्दछ। नियन्त्रण र निर्देशकका कामहरू हो। यति लेख्दा हामीलाई भइहाल्छ। खालि हामीलाई संवैधानिक प्रशासनका विशेषता मात्र सोध्दैन। अगर यस्तो क्वेसन आइहाल्यो पनि हामीले पहिला संवैधानिक प्रशासनको 2 देखि 3 वटा परिचय लेख्ने। संवैधानिक प्रशासनका जस्तै हामीलाई मानौँ कि सपोज संवैधानिक प्रशासनका विशेषता लेख्नुहोस्, 5 मार्कमा क्वेसन आयो, त हामीले पहिला संवैधानिक प्रशासनका 2 देखि 3 वटा एउटा स्लोगन र 2 वटा सानो सानो परिभाषा दिने, अनि त्यसपछि बल्ल संवैधानिक प्रशासनका विशेषता लेख्ने, अनि त्यो 5 मार्कको फुल हुन्छ। नत्र हामीले यति थोरै यो मात्रै संवैधानिक प्रशासनको विशेषता लेख्छौँ अनि यति मात्रै लेख्छौँ भने हामीलाई त 2 मार्क मतलब त्यति हुँदैन, त्यति त्यो राम्रो हुँदैन, त्यो राम्रो मान्दैन। जे पनि सोधेको हुन्छ भने त्यसको पहिला परिचय दिने, त्यसपछि हामीले जे सोधेको हुन्छ त्यो दिने। अनि त्यसपछि निष्कर्षको कुरा भयो साथीहरू। निष्कर्ष हामीलाई आउँदैन भने हामीले त्यसको परिचय लेख्दा नि भइहाल्छ। त्यसको परिचय या फिर कुनै एउटा जस्तै हामीले यति मैले यति भनेको छु र निष्कर्ष लेखेको छैन नि, अनि तपाईँले एउटा 2टा मात्र थोरै त्यो परिभाषा याद गर्नुहुन्छ। एउटा कुनै जस्तै संवैधानिक प्रशासनको परिचय निष्कर्षमा यो लेख्दा पनि भइहाल्छ, यो लेख्दा पनि भइहाल्छ, यो लेख्दा पनि कुनै लेख्दा एउटा हामीले त्यसको संवैधानिक प्रशासनको एउटा कुनै परिभाषा लेख्दा भइहाल्छ। कुनै त्यसको आउँदैन भने त्यो कुनै ठुलो कुरा होइन। साथीहरू यति नै भइहाल्यो आजको लागि। म अब अर्को भिडियोमा 3.2 3.3 को ल्याउने छु। अर्को भिडियोको पनि ल्याउँछु। तपाईँहरू भनिदिनु होला कि तपाईँलाई कुन चाहियो भनेर। यो मात्रै मैले एउटा अर्को कपीमा साथीहरू हामीले एउटा अर्को कपीमा त्यो मात्रै सब च्याप्टरको माथिको मात्रै परिभाषाको एउटा कपी छुट्टै बनाउने, अनि त्यसपछि त्यो डिफरेन्स बिट्विन हुन्छ नि हाम्रो बुकमा जति सिलेबसमा डिफरेन्स बिट्विन छ त्यसको कपी पनि छुट्टै बनाउने। यस्तो बनाउँदा हामीलाई अलिक सहज हुन्छ याद गर्नका लागि। कुनै पनि च्याप्टर पढ्नुभन्दा पहिला हामीले त्यसको परिभाषा पढ्नुपर्छ र त्यही हो परिभाषा अर्को कपीमा बनाएपछि हामीलाई चाहिँ पढ्न सजिलो हुन्छ। त्यही भएर मैले अर्को कपीमा बनाएको छु, अनि त्यही भएर यो माथिको त्यही कपी हो, अनि यहाँबाट चाहिँ मेरो यो नोट हो। हस् साथीहरू आजको लागि यति नै। अर्को भिडियोमा ल्याउने छु, अर्को नोट म अर्को भिडियोमा ल्याउने छु। हस् बाई, धन्यवाद, थ्याङ्क यू।